ढेँडो सही छ है ढेँडो त सही छ खाने कसरी हो त बल्ल यो अचार ठिक रहेछ यार कुन अचार यो अचार के को अचार हो के को अचार थाहा भएन ओए पिरो होइन पिरो चाहिँ कम गऱ्यो भने त पिरो त पिरोले हाम्रो नाक टुपी खाएर लाग्छ मेरो कुन चाहिँ टुपी हो टुपी त अब नभए त कहाँ हुन्छ त्यस्तो फ्यामिली सो यो अब हामीले ढेँडो खायो होइन ढेँडो मिठो थियो अब थप्न मन लागेन होइन अब त्यस्तै भएर यही त भ्याउन गाह्रो छ के यही भ्याउन गाह्रो भयो हेलो एन्ड नमस्ते स्वागत छ तपाईँहरूलाई मेरो च्यानल फुड एन्ड फन नेपालमा आज चाहिँ हामी अब ढेँडो खान आएको छौँ अनि अब यो अलिक घाम पनि त्यस्तै लागिरहेछ मौसम त्यस्तै छ र म मेरो साथमा ढेँडो जस्तै अजङ्गको ज्यान भएको मेरो साथी अधिनायक मान शेरचन जस्तो मान्छे त्यस्तै नाम सो गाइज आज चाहिँ हामी ढेँडो मकबाङ गर्न जाँदैछौँ तपाईँहरूलाई हाम्रो भिडियो कस्तो लाग्छ कृपया भिडियो मनपर्छ भने लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् र च्यानल मनपर्छ भने सब्सक्राइब गर्नु होला ल खाने हो खाने हो के खाइहाल्ने होइन पहिला यसरी भिजाउनु पर्छ कि भिजाउने टाँसिन्छ ए तासिन्छ भने यसरी भिजाउने कि कसरी यो बिचमा गोलो नि यस्तै हाल्ने ल ढेँडो ल के को मासु हो यो चिकन चिकन ल चिकन ल फर्स्ट बाइट लिएँ है लोकल चिकन होइन पिरो पिरो रहेछ है ओहो कसरी चाहिन्छ त नि पिरो छ ए पिरो रहेछ हेत्तेरिका केटाहरूले कति पिरो बनाएको कस्तो कति पिरो बनाएको गोया पिरै बनाएको यो धेरै पिरो बनायो आम मासु यार पिरो यो के गर्छ र खाऊ के भन्नु खाऊ पिरो भयो नि खाऊ यो अचार राम्रो रहेछ ल पिरो भयो नि खाऊ आज चाहिँ हामी अब रुमबाट थोरै बाहिर आउटडोर सुटिङमा होइन यो धेरै खोज्दै आएको यार हामी यार कल्लो लाइपुग्यो नास पिरो यार साकेसकेर पसिना आएर हाम्रो मोटे चाहिँ अब कन्टिन्यू हुनुपर्छ है अब भिडियोमा के छ पिरो भयो कन्टिन्यू चाहिँ हुन्छ होइन तर अलिक सजिलो ठाउँमा ल्याउनु हामी किर्तिपुरबाट चाहिँ लगभग 3 देखि 4 किलोमिटर माथि डाँडामा चम्पादेवी माथि छ हामी माथि हाइटमा हामी चाहिँ ठ्याक्क बिचमा छौँ हामी बाघ भएर बाघ भैरव यस लोकेसन 3 छ हामी बाघ भएर आएको ढेँडो खाने भने यस्तो पिरो भयो बाघ भैरवमा हामी बाघ खोज्दै आएको शेरचन ऊ चाहिँ शेरचन म चाहिँ के चन हो त साकेचन साके मुनि साके जसले माथि हुन्छ मुनि हुँदैन साके मुनि पिरो भयो क्या साँच्चै के भयो यो ढेँडो खाऊँ भनेको यार यो 2 घन्टाको उनी भयो क्या मेरो त भ्याउनुलाई चाहिँ पानी चाहिन्छ भएन यो 2 घन्टा भिडियो हुँदा खाँदा ढेँडो त बनाउन मिल्ने शब्द खानुपर्छ गाह्रो यार विङ्स बनाउन मिल्ने धेरै खै गावा कुन चाहिँ यो हो यो दामी रहेछ कुरा गावा यहाँ चाहिँ अर्को यो करकल्लोको अचार पनि छ प्याजको टुक्रा के हो धुवा निस्क्यो यार पिरोले धुवा निस्क्यो पिरोको पराकाष्ठ भयो यार अनि खै धुवा खै धुवा निस्किँदै बस्न खाएपछि तिमी खाएपछि मात्रै निकाल है अहिले ननिकाल है धुवा निस्किन्छ कहाँबाट निस्किन्छ हेर्नुपर्छ
छिटो खाना ढेँडो सही छ है ढेँडो त सही छ खाने कसरी हो त बल्ल यो अचार ठिक रहेछ यार कुन छ यो अचार के अचार हो के को अचार थाहा भएन खाइएर त आहा यो मिठो रहेछ अचार दिदीले धन्यवाद हुनुपर्छ कसले बनाएको धन्यवाद है मोटे हामी चाहिँ फेरि अब हाम्रो धेरै पछि ढेँडो खाएको होइन ढेँडो खान बिर्स्यो जस्तो लाग्थ्यो सही रहेछ आयो मलाई उसको नाम चाहिँ खास अधिनायक मान शेरचन तर हामी चाहिँ मायाले मोटु मोटु भन्छौँ अब उसको होइन त्यही नाम मोटो भएर यत्रो ढेँडो खुवाएको छ मलाई अझै मोटो बनाउँछु खाऊ छिटो खाऊ एउटा कुरो कस्तो हो नि मोटो ढेँडो खाएर मोटो हुने क्या भात खाएर मोटो हुने हो क्या अहिले भात नै आउँदैछ त्यो सक्दैन म त भात भात आउँदैछ अहिले मलाई उतिर आइपुग्यो अरे भात सक्दिनँ भात खान यति भात मलाई उतिर आउँदैछ अरे मेरो च्यालेन्ज लगेर म त हाल्दै रहेछ झन् मुखमा मात्रै भयो सबै मिठो छ सबै कुरा मिठो छ केटाहरू भन सबै कुरा मिठो छ यहाँ को आउँदैन हाम्रो मान्छे हामी मगाउने बित्तिकै आउँछ होइन पिरो चाहिँ कम गर भने पिरो त पिरोले हाम्रो नाकपट टुपी खाएर हुँदैछ मेरो कुन चाहिँ टुपी हो टुपी त अब नभए चाहिँ कहाँ हुन्छ त्यस्तो फ्यामिली सो हो यो पिरो लाग्यो तिमीलाई ठिक्क पिरो छ मलाई चाहिँ ठिक्क पिरो पसिना आइसक्यो ठिक्क पिरो पिरो त मेरो कस्तो हो पिरो मलाई खुर्सानी हेर्दा त पसिना आउँछ अब खाँदा कुरा छोड्नु तर हेर्दा खुर्सानी हेर्दा पसिना आउँछ कस्तो मान्छे अरू के हेर्दा पसिना आउँछ लोकल कुखुरा भयो दाबी हुन्थ्यो तर पिरो चाहिँ अस्ट्रै छ है अहिले आएर लाइनमा अहिले छैन भन्थ्यो यो डल्ले त खानै सकिने यार त्यति पिरो छ क्या डल्ले त सकिँदैन केटाहरू मेरो त ढेँडो फिनिस भयो ढेँडो फिनिस भयो तिमीले खाने मेरो ढेँडो खान्छु तिम्रो ढेँडो किन हाल्नु कोलो ढेँडो खाइसक्यो मेरो ढेँडो अर्कै अर्कै हुन्छ नि मजा मिठो भयो भिडियो लोकल कुरा हो कि कुन कुरा हो यो लोकलको कान्छो भाइ आज भाइ ब्रोइलर क्या पहिलर ब्रोइलर यो धेरैसम्म ब्रोइलर खाने हो त धेरैसम्म लोकल खानु मिठो हुने यो कुरो खुवाइ ढेँडो हो यो धेरै जस्तै हो अब के अन्त ढेँडो मान्छे ढेँडो खान्छ ढेँडो त्यस्तै हो त्यो हो नि त खास यो छ नि खायो ढेँडो हल्ली हिँड्यो भने त्यस्तै हो यो अब खायो ढेँडो फेरि हाइकिङ गर्नु हिँड्यो अब त सुत्यो होला नि त ढेँडो आयो त सुत्ने त अब सम्झिने पानी सम्झिने ल साथीहरू अब हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो अब भिडियो मनपर्छ भने लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि च्यानल मनपर्छ भने सब्सक्राइब गर्नुहोस् अब अर्को खानु कि म अझै खाँदै पर्छ
लाइक गर्नु अहिले म खाने छैन लाइक गर्नु न पक्का म खाइसकेपछि लाइक गर्ने हो क्या ए खानुभन्दा पहिला त होइन खाना त पहिला लाइक गर्नु कहाँ हुन्छ त्यस्तो खानुभन्दा पहिला त भिडियो लाइक गर्नु पऱ्यो लाइक होइन पहिला सेयर मात्रै गर्नु पछि लाइक पछि गर्नु क्या पक्का ढेँडो खाँदैन न दुई गाँसमा सकिन्छ पाउन ओइ धेरै भइहाल्छ त हड्डी बिचा हालेर कहाँ ढेँडो खान्छ त नि हाल्दैन अर्ग्यार घाँटीमा ढेँडो अर्ग्यार कस्तो अर्को भात अर्किन्थ्यो मेरो ढेँडो अर्ग्यार कोत्नु पर्ने यसरी कोत्ने त केले कोत्ने कमिने पक्रिनु पनि हिँडे पनि यस्तै खुवाइ पनि यस्तै भनेको स्लो हिँडे पनि अघि 2 घन्टा लाएर खुवाइ पनि 3 घन्टा लाएर खाने हो तिमी के चाहिँ फास्ट हुन्छ फेरि बिहे गरेको गरेन बिहे बिहे यति पास गरेको छैन सर्टिफिकेट आएको छैन कि के आफ्नो तिम्रो सालीहरू खोज्यो भने मान्दैन मेरो साली नै छैन त अनि कुरा नि गयो तिम्रो उहाँ उतातिर धादिङतिरको छैन अब इन्डिङ चाहिँ मोटेल गर्नुपर्छ है मोटो कहाँमा एन्डिङ गर्छ सकाउने के यो ढेँडो सकाउँछु अथवा ओए Happy अयो निकाल्ला तिमीले लास्ट पिस क्या लास्ट पिस खाएँ मैले 7 करोड ल इन्डिङ गर्नु भाइ मोटो म त प्याज खान्छु यार प्याज छ प्याज भन्छ नि नखाउ न यहाँ यस्तो बेला बेला हरिवंश आचार्यले रोज खाएर ओहो कति प्याज छ प्याज भन्छ नखाउ नि यहाँ यस्तो खाइरहेको बेला जहाँबाट आएको त्यही पठाइदिन्छु फेरि म ढेँडो केटाहरू के सनलाइट के भयो के गर्ने अब सत गयो मेरो थाल्छ के गर्ने हो भन्नु न के भन्ने हो अब इन्डिङ गरेर भिडियोको यस्तो आयो लाइक सब्सक्राइब भन्नु न त नि भिडियो लाइक सब्सक्राइब सेयर गर्नु होला अनि अरू के थियो अनि 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 अब हामीले यो ढेँडो खायो होइन ढेँडो मिठो थियो अब थप्न मन लागेन होइन अनि त्यही भएर यही त भ्याउन गाह्रो छ कि यही भ्याउन गाह्रो त्यो भएर लाइक कमेन्ट सेयर गर्नु होला भिडियोलाई होइन अब यस्तो भिडियो अरू चाह्यो भने पनि कमेन्ट गर्नु होला तल हामी यस्तो भिडियो अझै 2 घन्टा 4 घन्टा हिँडेर अझै आएर अझै बनाउँछ ल केटाहरू अनि के भन्न चाहन्छु अब सर मलाई पनि अब हाम्रो मोटोसँग चाहिँ बसेर खानु मन लाग्यो अनि अबका पछिल्ला भिडियोहरू हाम्रो मोटोसँग आउँछ तपाईँहरूलाई कस्तो लाग्यो अब मलाई त देखिरहेको हो अब उसलाई उसको ज्यानदेखि लिएर खवाइदेखि लिएर कस्तो छ त्यो कमेन्ट गर्नु होला है त उसको फेरि उसले फेरि 1 by 1 कमेन्ट पढेर बस्ने बानी हो म मोटो मात्र होइन नाम पनि छ अधिनायक मान्छे Catching a break.